संस्कार यो शब्द आफैमा कति प्रिय छ। कसैले हामीलाई संस्कारी भन्यो भने हामी मक्ख पर्छौँ। यो शब्दले मायाको अर्थ बोकेको छ, तर कहिलेकाहीँ यही शब्दले महिलाको सीमा समेत कोरेको महसुस हुन्छ। छोरीले यस्तो गर्न मिल्दैन, उस्तो गर्न मिल्दैन, घरको इज्जत राख्नुपर्छ यहाँ त्यहाँ भनेर धेरै कुराहरूको बन्धन बनाइदिएको छ, जसको कारणले धेरै छोरीहरूको सपनाहरू अधुरो भएका छन्। संस्कारले एउटा सिमाना तोकिदिएको छ, तर अहिले समय बदलिएको छ। छोरीहरू मौन बस्दैनन्, पूर्वजको सम्मान गर्दै सीमाहरू पुनर्लेखन गर्छन्, संस्कारभित्र स्वतन्त्रता खोज्छन्। अब उनीहरू धर्म, परम्परा र समानताको बीच सन्तुलन खोज्दैछन्। संस्कारलाई आत्मसात गर्दै त्यसको अर्थ फेरि परिभाषित गर्दैछन्। हामीलाई संस्कारले बाँध्न होइन, बुझ्न सिकाउनुपर्छ। आजकी महिला केवल भूमिका निभाउने होइन, भूमिका लेख्ने पात्र बनेकी छिन्। यसलाई पुनर्लेखन गरेर आफ्नो स्वतन्त्रता सँगसँगै संस्कारलाई पनि अगाडि बढाउने छिन्। हस्त, धन्यवाद।